म पनि पुवाको छुट्टा मेरी मैनी चिटिक्क भएर कोटसुट लाएर नयाँ टोपी लाएर चस्मा टलक्क टल्काएर मेरी मै देख्दिन पो क्या हो। म पनि पो क्रिसमसमा फेरि आउनुको कारण छ नि त। म फेरि मलाई त फेरि के मन पर्छ रे, मासु। मैले सुनेको थिएँ यहाँ त मासु पो छ रे। क्रिसमसमा त क्रिसमस भनेको त मासु पो हो भन्ने मैले सुनेको थिएँ। केही देख्दिन त के हो यहाँनिर, कोही पो छैन कि क्या हो। खत्तम भो, बर्बाद भो मेरी मैनी। बाल बच्चाहरू मेरो नाति पो रहेछ यतातिर त, यतातिर नातिनीहरू रहेछन् नि। मेरी मै यो क्रिसमस कता रहेछ, मेरी मै इङ्ग्लिसमा पो रहेछ त हो। यो के हो यो, मेरी मै कता जानुभयो, बाटोतिर हेर्नु पर्यो कोही पो छ कि। यो क्रिसमस भन्दै गर्दाखेरि के रहेछ हेरौँ न त। यो सेतो सेतो लाउने को? ए बाजी एक्लै फतफत फतफत गर्दै कता हिँड्नुभयो? मेरी मै को यो सुन्दरी नानी फेरि? म त क्रिसमसमा मासु पाउँछ भनेर हिँडेको नि। चिटिक्क परेर कोट सोट लाएर चस्मा ढल्काएर ठुमुक ठुमुक गरेर कता हिँड्नुभयो? मेरी मै तिमीलाई के भन्नु नि म अब फेरि। बेटीले जान थाल्नुभयो क्या हो? मेरी मै यस्तो लाएर म बिहेमा जान्छु त। म त आज पुस 10 गते रे, अनि त्यहाँ क्रिसमस छ रे चर्चमा, अनि चर्चमा मासु भात दिन्छ रे त, त्यही भएर त्यहाँ जान थालेको म। ए अनि चर्च जानुहुन्छ सधैँ? मेरी मै कहाँ चर्च जान्छु म, मासु पाएको दिन क्रिसमसमा पो जान्छु त, अरू बेला जाँदैन म। ए अनि तपाईँलाई क्रिसमस के हो थाहा छ त बाजे? मेरी मै क्रिसमस भनेको त मासु खाने दिन हो कि होइन? देख्नुभयो तपाईँहरूले, क्रिसमस भनेको त मासु खाएको दिन पो हो त। मासु खाने दाँत छ त तपाईँको? मेरी मै देखाउ त, देखायो भने त फेरि तिमी फिदा होला नि फेरि। मेरी मै खास गरी त्यो क्रिसमस भनेको चाहिँ के रहेछ, सबैतिर क्रिसमस क्रिसमस रे, कहिले मेरी क्रिसमस भन्छ, कहिले ह्याप्पी क्रिसमस भन्छ, त्यो भनेको चाहिँ के रहेछ? ओ सुन्नुहोस्, म तपाईँलाई क्रिसमस भने के हो भइहाल्छ नि नानी, भन न तिमी, म सुनिहाल्छु नि। तिम्रो कुरा नसुन्ने कुरो हुन्छ मैले? एकछिन ध्यान दिएर सुन्नु ल। म हुन्छ चाहिँ हुन्छ। तपाईँलाई क्रिसमस भने के हो भनेर अलिकति भन्छु। होइन, धेरै भन्दा नि हुन्छ, तिम्रो स्वर मलाई राम्रो लाग्छ नि। क्रिसमस भनेको चाहिँ विशेष गरी येशू ख्रिस्टको बारेमा हो। मेरी मै फेरि यो येशू को रहेछ फेरि? येशू ख्रिस्ट नै एकदम मुख्य व्यक्ति हुनुहुन्छ। हो र? हो नि। अनि येशू ख्रिस्टमा के हो छ त त्यसो? येशू ख्रिस्टले नि मासु दिने हो र? हो, यो मासु भात, अनि त्यसपछि यो राम्रो राम्रो चिटिक्क परेको लुगा चस्मा, अनि त्यसपछि यो राम्रो राम्रो सजावट, त्योभन्दा पनि एकदम महत्त्वपूर्ण चाहिँ येशू हुनुहुन्छ। ए त्यस्तो पो हो। अरू के रहेछ त सुनाउ न त, सुनिदिऊ। अनि येशू ख्रिस्ट चाहिँ तपाईँको मेरो अनि सबै मानिसहरूको लागि यो संसारमा मानिस भएर जन्मिनु भएको दिन हो क्रिसमस। मेरी मै येशू पनि जन्मनु भयो? हो नि। मेरी मै के गर्न जन्मनु भयो त फेरि? येशू ख्रिस्ट चाहिँ सुन्नुहोस् बाजे, हुन्छ हुन्छ भइहाल्छ, सुन्छु नि म। तपाईँ र हाम्रो पापको लागि मर्नको लागि येशू ख्रिस्ट यो संसारमा आउनुभयो। मेरी मै त्यस्तो पो रहेछ? अनि
मानिस र परमेश्वरको बिचमा चाहिँ एकदमै ठुलो दूरी, लामो दूरी, ठुलो खाडल थियो र हामीले जे गरे पनि परमेश्वर कहाँसम्म पुग्न नसक्ने भयो। मानिसले विभिन्न दान धर्म गरे पनि अनि ठुलो ठुलो कामहरू, राम्रो राम्रो असल असल काम गरे पनि अनि धेरै पशु पक्षीहरूको बलि चढाएर पनि आफ्नो पाप मेटेर परमेश्वर कहाँ पुग्न धेरै प्रयास गर्दा पनि नसक्ने भयो। ओहो, गुड 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 गुड। सही भने तिमीले। त्यसकारण परमेश्वर आफै यस संसारमा मानिस भएर मानिसलाई बचाउन आउनुभयो अनि तपाईँलाई पनि बचाउन येशू ख्रीष्ट आउनुभएको हो नि। मिरियमै बुढेसकालमा बचेर के गर्नु र? मिरियमै बुढेसकालमा अनि मैले के गर्नुपर्छ त भन्नु न त, म सुनिहाल्छु नि। हामीले तपाईँले मैले गर्न नसक्ने काम, तपाईँ र मैले गरेर नहुने काम चाहिँ परमेश्वर आफैले गर्नुभएको खुसीको यो उपलक्ष्यमा, खुसीको अवसरमा अनि येशू ख्रीष्ट यो संसारमा हाम्रो लागि आउनुभएको एकदमै खुसीको अवसरमा चाहिँ हामी सधैँभरि येशू ख्रीष्टलाई सम्झेर येशू ख्रीष्टले हाम्रो लागि मर्न आउनुभएको कुरा, हाम्रो पाप क्षमा गर्न क्रुसमा बलिदान हुन आउनुभएको कुरा सम्झेर हामी सधैँभरि क्रिसमस मनाउने गर्छौँ। मिरियमै त्यस्तो पो रहेछ भनेपछि मैले उहाँमा विश्वास मात्र गर्नुपर्ने होइन? हो, तपाईँले चाहिँ येशू ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाता, मेरो पाप क्षमा गरेर मलाई परमेश्वरसँग पुर्याउने मेरो येशू भनेर विश्वास गर्नुभयो भने तपाईँलाई पनि उहाँले उहाँसम्म पुर्याउनु हुनेछ। मिरियमै धेरै धेरै धन्यवाद नानी तिमीलाई। अब म पनि त्यहाँ चर्चमा अब डेली जान्छु, तिमी अहिले जाऊ, म अब एकछिन यहाँ डुलेर कुराकानी गर्नु छ मेरो। मिरियमै अब पो थाहा भयो त क्रिसमस भनेको त मासुको खाने दिन होइन पो रहेछ त। क्रिसमस भनेको त येशू ख्रीष्टको जन्म पो रहेछ त। मिरियमै अब म पनि चर्च आउँछु, वर्षमा अब एकचोटि आउँदिनँ, अब सधैँ शनिबार आउँछु है त। मिरियमै तपाईँहरूले म देखेर चाहिँ फेरि फिदा नहुनु होला है, फेरि मेरो टोपी नयाँ छ नि फेरि। मिरियमै अब म पनि जान्छु है त। बाई बाई हजुर, बाई बाई हजुरलाई फेरि भेटौँला।